बिरामी हेर्न न्यू इयर मनाउन गएको ल त्यो पनि भाग्यले पाएको कस्तो धुलोको बाटो देखाम भन्नु धुलोको बाटो देखाम सकिहाल्छ आइहाल्छ नि अहिले फेरि आउँछ यहाँ चाहिँ बाँदरलाई खोल्नको लागि उयो लिन जाँदै हुन्छ मैले चिम्डी खोलेर यहाँनिर राख्थी सानो भनेर हजुर नखाने टाउको ठोकेर ठोकेर नै लबरले बानिसकेँ मैले नखाने Helicopter, helicopter. Paracofer, paracofer. बाँदर भेटेन गाइस अब बाँदरै भेटेन पहिले त छैन गाई एकचोटि इलाम गएको थियो अलिकै जाँदा त्यही ठाउँ हो अपोर पनि इलाम गएको होइन हामी चाहिँ बिराट चोक आइपुग्यौँ ठिक्क A few moments later. आइपुग्यो भने चाहिँ हराउँदै बाई सानी बाई बाई अब कहिले आउने अरे म भोलि आउँदाखेरि अनि जानुपर्छ ल हस् भन्नु न अब चाहिँ हामी लेटाङ जाँदैछौँ घुम्न होइन नि फेरि लेटाङ साइड जाँदैछौँ बिरामी हेरेर है अब लेटाङ साइड जाँदैछौँ तो थक गई भाई मम्मीहरू चाहिँ यहाँ टिकटक बनाइदिँदै हुन्छ अनि क्यामेराम्यान चाहिँ मम्मीहरू डोएर जानुभएको छ अब हामी यहाँबाट जाँदैछौँ लेटाङ घुम्न होइन साइडमा गाइस गर्मी भएर गाडी गराएर मरे मम्मी डाउँछ ठुलो अम्ले चाहिँ सर्टहरू सरले छोडेर आउनु भएको छ हामी चाहिँ यहाँ खोज्दै थियौँ यहाँ खोज्दै थियौँ हामी उहीँ छोड्नु भएको छ मम्मीले चाहिँ हामी चाहिँ आइपुग्यौँ लेटाङको पनि साइड घुम्न आएको होइन नि
अस्ति बन्द थियो कि यो हस्पिटल यति धेरै राम्रो ठाउँमा छ माथि गएर भ्यू देखाउँछु माथि गएर भ्यू देखाउँछु पहिले यहाँनिर एउटा सिडी थियो कि यहाँदेखि माथि जाने लिजामा भएर चढ्थ्यौँ अहिले त उयो फलामको सिडी रहेछ हजुर टालेको छ एकछिन म गएर देखाउँछु म तपाईँहरूलाई यो सिडीको टुर दिन चाहेँ मैले यस्तो छ होइन सिडी माथि जाने अब यहाँबाट म गएँ अनि फोहोर लाग्छ होला लुगामा गएँ है म सिडीबाट गएँ खोइ कहाँबाट जानु म अब सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ मम्मी हेर्नु यो के खालको सिडी हो यो कहाँबाट जानु उता चाहिँ यहाँ हेर्नु न मलाई चाहिँ खै यो के हो यहाँबाट कति दामी हेर्नु गाइस कति धेरै राम्रो ठाउँ छ यो वाउ टल्केको यस्तै छ गाइस हाम्रो न्यू इयर हस्पिटलको छतमाथि चढेर टिकटक बनाउँदै हुनुहुन्छ उहाँनिर फोटो खै उहाँनिर फोटो खिच्दै हुनुहुन्छ हामी चाहिँ उफ्रेर टिकटक बनाएर हिँडेको त्यसो बनाउनु यहीँ बसेर यहीँ बनाउनु उयो आउँछ बाबाहरू चाहिँ जानुभयो यहाँ चामल किन्न अरे हामी चाहिँ यहाँ चढ्न आँटेको तुमसे ना हो पाएगा बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ नयाँ वर्षमा काठमा बसेर बिताउनु भयो सेम त ज्याकेट भेस्ट पेन्ट लुगा सेम हुडी पनि सेम गाइस हुडी पनि सेम हेर्नु त सेम टु सेम अब चाहिँ हामी लेटाङ पनि घुमिसक्यौँ अनि अब चाहिँ हामी घरतिर गएको सक्यो न्यु इयर सक्यो गएको अब यहाँबाट छिर न्यु इयरमा घुम्न जाने भनेर यो लुगा नालाको लागि यो यसको के भन्छ यसलाई हो किन्दाखेरि यस्तो झुलिन्छ नि हो त्यो पनि थियो मैले बिहान काटेवरी लगाएको मेरो पनि त्यही हो काटीवरी लगाएको घुम्न जाने भनेर मेरो पनि त्यही हो एउटै हो यो पनि त्यही अस्ति एउटा टिकटक यस्तो वाला बनाएको थिइनँ अनि पठाएको थिएँ नि हो त्यो देखेर किनेर ल्याएको थिएँ हो त्यो दिन लगाएको थिएँ त्यो टिकटक बनाउनु त्यति हो अनि घुम्न जाँदा चाहिँ अझै लगाएको मैले पनि मेरो हुन्छ जस्तो गएको अब यहाँबाट गएको बाई
बाई भनेको क्या दिस इज आवर लेटाङ हस्पिटल के हो यो के को रुखबाट हामी कुद्दैछौँ गाइजहरू नयाँ वर्षमा चाहिँ यहाँबाट पनि गएको अब फोटो पनि खिच्दा गयो हामीलाई बसेनौँ पनि होला फोटो खिचेरै बितायौँ अनि अब चाहिँ गएको अब चाहिँ फाइनली सिधै घर जाने अनि फोटो एडिट गरेर हाल्छु लाइक कमेन्ट सेयर गरिदिनु मैं तो फिर से थक गई गाइस हेर्नु यहाँ खै के थियो होइन यो दाल जस्तो छ तर अरूले त के भन्दै हाँस्छ न हौ स्वादेले नै कुवा पार्ने नि स्टेट गर्ने कुवा पार्ने तान्ने भएर निदा डोलाएर खाली बनाइरहेको हेरौँ स्वादले आइज अरे गएको यहाँ अब एक्लै बसेर नमस्ते ह्यापी न्यू इयर भनेको पनि पर्खेर बस्छ मलाई खोइ मम्मी हामी चाहिँ गएको यहाँबाट आजको भ्लग यति नै बाई बाई सी यू अँध्यारो आयो यहाँ उज्यालो चाहिँ भन्नु नि त नि बाई बाई गाइस